हिजो कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न नेपाल र युएई बीचको पहिलो टी20 खेलमा नेपालले वर्षा र खराब मौसमका कारण 6 विकेटको पराजय बेहोर्नु परेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले 18.5 ओभरमा 8 विकेटको क्षतिमा 122 रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि डीएलएस पद्धतिका आधारमा युएईले 10 ओभरमा 78 रनको नयाँ लक्ष्य पाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अभिजित 32 रनको महत्त्वपूर्ण योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। जवाफी ब्याटिङमा उत्रिएको युएईले 8.5 ओभरमै लक्ष्य पुरा गर्यो, जसमा सन्दीप लामिछानेले 3 विकेट लिएर उत्कृष्ट प्रयास गरे पनि टोलीलाई हारबाट चुकाउन सकेनन्। यसैबीच आज अप्रिल 21, 2026 सोही मैदानमा सिरिजको दोस्रो तथा निर्णायक खेल साँझ 5 बजेदेखि सुरु हुँदैछ। पहिलो खेल जितेर युएई सिरिजमा 1-0 ले अघि रहेकोले नेपालका लागि आजको खेल सिरिज जोगाउन र 1-1 को बराबरी गर्न अनिवार्य जित्नुपर्ने दबाव छ। हिजोको जस्तै यो खेल पनि फ्लडलाइट मुनि खेलिनेछ, जहाँ नेपाली टोलीले आफ्नो ब्याटिङमा सुधार गर्दै घरेलु मैदानको फाइदा उठाउने लक्ष्य राखेको छ। आजको खेलमा नेपालको प्रदर्शन कस्तो रहला? खेल सम्बन्धी पछिल्ला अपडेटहरूको लागि एसबी स्पोर्ट्स अपडेटसँग जोडिनुहोला। धन्यवाद।